वेलकम टु हाइटेक एन्ड ग्याजेट्स है। र आज तपाईँहरूलाई म एउटा सल्युसन्स लिएर आइरहेको छु एपको विषयमा। अगर एप तपाईँहरूको चलेन है, कोही बेला अड्किन्छ, कोही बेला एप इज नट वर्किङ भनेर आउँछ है। र यति बेला चाहिँ के गर्नुपर्ने, जुनै पनि एप, सपोज अब मेरो भोइस रेकर्डिङ एप चलेको छैन अरे, हो एकदमै चलेको छैन। अब यति बेला के गर्नुपर्ने भन्दाखेरि चाहिँ तपाईँहरू के गर्नुहोस् भन्दाखेरि फर्स्टमा सेटिङ्समा जानुहोस् है। सेटिङ्समा गएर त्यसमा एप्स भन्ने एउटा फोल्डर हुन्छ, त्यो भित्र जानुहोस् हो। र अब अल एप्सभित्र जानुहोस्। अल एप्स आयो भने तपाईँको मोबाइलमा, र त्यसमा तपाईँको कुन चाहिँ एप चलेको छैन त्यो हेर्नुहोस् है। जस्तै मेरो भोइस रेकर्डिङ एप चलेकै छैन भनेपछि म त्यसमा गएँ रेकर्डर एप। अब यसमा के गर्नुहोस् भन्दाखेरि पहिला सुरु फोर्स स्टप गर्नुहोस् एकपल्ट एपलाई। फोर्स स्टप गऱ्यो, ओके। त्यसको बादमा स्टोरेज एन्ड क्याचेसमा जानुहोस्, क्लियर क्याचेस गर्नुहोस् हो। त्यसको बादमा क्लियर स्टोरेज पनि गर्नुहोस्, जसले गर्दाखेरि सबै डाटाहरू सबै त्यसमा जति चाहिँ नि तपाईँले साइन इन गरेको छ कुनै एपमा है, के गर्नुभएको छ त्यो पनि सबै जान्छ। फेरि साइन इन गर्नुपर्छ तपाईँले, त्यो चाहिँ एकपल्ट याद राखिदिनुहोस् है। केही त्यसमा युजफुल इन्फर्मेसन थियो भने त्यो एकदम नोट डाउन गरेर या ब्याकअप गरेर राख्न सक्नुहुन्छ तपाईँ। यसमा चाहिँ सबै पर्मानेन्ट डिलिट हुन्छ। तपाईँको फाइल्सहरू थियो यसमा, स्टोरेज भएको थियो, र एपहरू तपाईँले साइन गर्नुभएको थियो भने सबै जान्छ। यसलाई पनि ओके नै गर्नुहोस्। त्यहाँदेखि ब्याक आउनुहोस्। यति गरिसकेर तपाईँको पर्मिसन पनि तपाईँले जब क्लियर स्टोरेज गर्नुहुन्छ त्यति बेला सबै डिसअलाउड भएर बसेको हुन्छ, त्यसलाई अलाउ गर्नु पऱ्यो तपाईँले। जस्तै अब मेरो हेर्नुहोस्, फाइल एन्ड मिडिया, माइक्रोफोन मेन चाहिन्छ मलाई, अलाउ वाइल युजिङ एप गर्नुहोस्। सबैलाई पर्मिसन ग्रान्टेड गर्नुहोस्, फाइललाई पनि अलाउ, मिडिया गर्नुहोस् है। र जुन चाहिन्छ नि भोइस रेकर्डिङ गर्दाखेरि चिजहरू हो त्यसलाई अलाउ गर्नु। जुन चाहिँ एपलाई जे चाहिन्छ त्यसलाई अलाउ गर्नुहोस्, पर्मिसन एकदमै त्यो इम्पोर्टेन्ट छ। र यति सकेर तपाईँले यो एपलाई यहीँदेखि तपाईँले ओपन गर्न सक्नुहुनेछ। र एप तपाईँहरूको फेरि जस्तो थियो फर्स्टमा त्यस्तै प्रकारले स्टार्ट हुन्छ, ओके गर्नुहोस्। र थ्याङ्क यू साथी हो आजको भिडियो हेरिदिनु भएकोमा धेरै। र यस्तो टेक ग्याजेट्स है, टेकको सल्युसन्सहरू, मोबाइल एपको सल्युसन्सहरू चाहनुहुन्छ मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिदिनुहोस्। धेरै धन्यवाद तपाईँहरूलाई।